साथीहरु, ग्रुप टेक्नोटिप्समा यहाँलाई हार्दिक स्वागत छ। आज हामी कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुरद्वारा प्रकाशित गरिएको कर्मचारी आवश्यकता सम्बन्धी सूचना ल्याएर आएका छौं। सूचना प्रकाशित भएको मिति 2081 12 महिना 8 गते। यस कोषमा रिक्त रहेका निम्न पदहरू लोकसेवा आयोगको सहमति अनुसार खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट मिति 2081 12 महिना 8 गतेदेखि दरखास्त आह्वान गरिएको छ। तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी कोषको अनलाइन दरखास्त प्रणाली vacancy.epf.org.np मार्फत आवेदन दिनुपर्नेछ। झुट्टा विवरण उल्लेख गरी अनलाइन फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। म्यादभित्र दाखिला नभएको र रित नपुगी भरिएका दरखास्तहरू उप कुनै कारबाही हुने छैन। खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने विज्ञापन नम्बर र पदहरूको विवरण यस प्रकार रहेको छ। प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 8औं तह प्रबन्धक पदका लागि खुल्लातर्फ 1 जना, प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 7औं तह उपप्रबन्धक पदका लागि दलिततर्फ 1 जना, प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 7औं तह उपप्रबन्धक चार्टर्ड एकाउन्टेन्ट पदका लागि खुल्लातर्फ 1 जना, मधेसीतर्फ 1 जना, दलिततर्फ 1 जना। त्यस्तै प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 6औं तह सहायक प्रबन्धक पदका लागि खुल्लातर्फ 4 जना, महिलातर्फ 1 जना, मधेसीतर्फ 1 जना, दलिततर्फ 1 जना, अपाङ्गतर्फ 1 जना। त्यस्तै प्रशासन सेवाको कानुन समूह अन्तर्गत 6औं तह सहायक प्रबन्धक पदका लागि खुल्ला 1 जना। त्यस्तै प्राविधिक सेवाको सूचना प्रविधि समूह अन्तर्गत 6औं तह सहायक प्रबन्धक पदका लागि खुल्लातर्फ 1 जना, आजतर्फ 1 जना। त्यस्तै प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 5औं तह प्रमुख सहायक पदका लागि खुल्लातर्फ 12 जना, महिलातर्फ 3 जना, आजतर्फ 3 जना, मधेसीतर्फ 2 जना, दलिततर्फ 1 जना र पिछेतर्फ 1 जना। दरखास्त दस्तुर यहाँनिर उल्लेख गरिएको छ। 6औं, 7औं र 8औं पदका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु 1100 र थप प्रत्येक समावेशी समूहको लागि थप दस्तुर रु 500 बुझाउनु पर्नेछ। त्यस्तै 5औं तहका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु 600, थप प्रत्येक समावेशी समूहको लागि थप दस्तुर रु 300 बुझाउनु पर्नेछ। परीक्षाको किसिम प्रमुख सहायक पदमा लिखित कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता र अन्य सबै पदहरूका लागि लिखित तथा अन्तर्वार्ता हुनेछ। आवश्यक न्यूनतम शैक्षिक योग्यता यहाँनिर उल्लेख गरिएको छ, तपाईहरु हेर्न सक्नुहुनेछ। अनलाइनबाट दरखास्त फारम भर्न कर्मचारी सञ्चय कोषको वेबसाइट www.epf.org.np को करियर्स भित्र गई अनलाइन एप्लिकेसन वा सोझै vacancy.epf.org.np बाट भर्न सकिनेछ। अनलाइन दरखास्त फारम सबमिट गरेपछि प्राप्त हुने एप्लिकेसन नम्बर अनुरूप बुझाउनु पर्ने दरखास्त दस्तुर कनेक्ट आइपीएस, ई-सेवा वा खल्ती मार्फत बुझाउन सकिनेछ। कोषको अनलाइन दरखास्त फारम भर्दा कुनै दुविधा भएमा टेलिफोन नम्बर 01 5010 132 वा 01 5010 172 मा सम्पर्क गरी वा कोषको इमेल ठेगाना career@epf.org.np मार्फत बुझ्न सकिनेछ। कार्य गर्नुपर्ने क्षेत्रहरू यहाँनिर उल्लेख गरिएको छ। उपप्रबन्धक चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक कानुन र सहायक प्रबन्धक सिस्टम पदले काठमाडौँ उपत्यका स्थित कार्यालय तथा अन्य पदहरूले काठमाडौँ उपत्यका बाहिरका शाखा कार्यालय तथा सेवा केन्द्रहरू। यहाँनिर अन्य समावेशी समूहका लागि पनि केही क्ल्यारिफिकेसनहरू दिइएको छ, तपाईहरु हेर्न सक्नुहुनेछ। सूचना यति नै रहेको छ। साथीहरु, तपाईहरु पनि लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ र कर्मचारी सञ्चय कोषका लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने यसपालिको यो भ्याकेन्सीमा तपाईहरुले अनलाइन मार्फत अप्लाई गर्न सक्नुहुनेछ। तपाईहरुको एक्जामको लागि बेस्ट अफ लक भन्दै अहिले छुट्टिन्छौँ। धन्यवाद। साथीहरु, भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै आफ्नो मनमा केही लागेको समय कमेन्ट बक्समा छोड्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।